हाम्रो यो शिव गुफा भन्ने अघि परम्परादेखि भइराखेको यहाँ शिवको आफै आफ बनेको ठाउँ हो। हामीले त यहाँ केही गर्न सकेका छैनौँ, हाम्रो सरकारले पनि केही हेर्न सकेको छैन। त्यही भए हुनाले हाम्रो सारा उ छ, यहाँ सारा विकृति छ। त्यही अलिअलि गर्दै गर्दै हामीहरूले अलिअलि बस्नबाट यति कोही धार्मिक जोगी जलाती आइजलाई हेरफेर गर्ने छ। अघि एउटा महाराजी हाम्रो 12 वर्ष यहाँ यो गुफामा बसिन जानुभएको हो। त्यही बेला त हामीले सुरसार गऱ्यौँ र यहाँ राम्रो छ। शिवजीहरू साक्षात् शिवजी छन् यहाँ काम गर्नेलाई, यहाँ सबै मनलाई त्यो यहाँ शिवजी छन् भन्ने मान्छेलाई एकदम राम्रो हुन्छ। यहाँ राम्रो हजुरहरूलाई एकदम मनले सुकेको मनले आँटेको कामहरू बन्ने ठाउँ हो यो। अब के गरौँ, हामी त यस्तै गर्न केही सक्दिनौँ। त्यो एउटा ध्यान गरौँ भगवान्को, अब अरू के छ र भन्ने यति छ। त्यही भए हुनाले अब अरू के गरौँ त ल, ठिक छ। हुन्थ्यो अघि के हुन्थ्यो भने माई सङ्क्रान्तिमा अब पानी परेन, हिउँद पानी खरेली पर्यो भनेपछि त्यही बेला हामी खर्गराती गर्थ्यौँ। हामी सानसानो थियौँ बच्चाहरू, ठुला बुढाहरू बुढापाकाहरू आउनुहुन्थ्यो, बस्नुहुन्थ्यो। यहाँ धुनी लगाउने, महाराजीहरूलाई गाईको दुध ल्याउने, गाईको धार हाल्ने, अनि खर्गराती गरेपछि भोलिपल्ट झ्याममै पानी आइजाने। त्यस्तो पनि मैले 2-4 पटक मै आफैलाई थाहा छ। त्यस्तो हुने ठाउँ हो यो। अब अहिले त यस्तै केही काम पनि हामी यहाँ भगवान्को केही गर्न सकेका छैनौँ। नृत्य गरे हुने त हो बाबु, नृत्य गर्न हामीले केही गरेका छैनौँ। त्यो भए हुनाले शक्ति अब त्यति लाग्दैन। छुने त छन् भगवान् एकदम। हामीलाई सपनाहरू कोही कोही टाइममा हामीलाई सपनाहरू देखाउँछन् क्या यहाँ। यस्तो त्यो हामीलाई थाहा छ। यस्तो महिलाहरू त्यो थाहा नदिइन यस्तो फोहोर मैला भयो कि आइन् भनेपछि उनीलाई एकदम बिचेल हुने, त्यस्तो राम्रो नहुने, त्यस्तो पनि हुने। हामीलाई पनि यहाँ केही भएको कुराहरू पनि एकदम अप्ठ्याराहरू छुइनाहरू देखिने, अप्ठ्याराहरू काम हुने, त्यस्तो त्यस्तो पनि हुने छ। हुन्छ यो ठाउँमा हुन्छ। त्यो हामी भन्छौँ महिलाहरूलाई सभा गरी आऊ, दर्शन गर, जाऊ, यसो यताउता मनमा भित्र लुगाइन नगर काम। सभा बाहिर झल्ल देखाइन, भगवान्को यहाँ शिवजीको गर, एउटा ध्यान गर भन्छौँ। आज त्यही महिलाहरूले भनिन् आज 30 वर्षको हामी त केही शिवजीको दर्शन गर्छौँ, त्यहाँ ढोका उगाडिदिनु पर्यो, गराइदिनु पर्यो भने हुनाले हामी 2टा समितिहरू आइन यहाँ सभा सुकर गरिदिउँ त ढोका उगाडिदिउँ भनेर अहिले आएर हामीहरूले यहाँ सभा सुकर गर्दैछौँ। अब महिलाहरू दिउँसो आउँछन्, नाचख्याल पनि हुन्छ, राम्रै हुन्छ यहाँ, ठिकै हुन्छ। वडापालिकालाई त धेरै मै वडा सदस्य भएँ 5 वर्षमा। त्यहाँ धेरै मैले मेयर साहबलाई ल्याएँ यहीँ भित्रै, मेयर साहबलाई ल्याएँ, उपमेयरलाई ल्याएँ यहाँ भित्र। यस्तो छ ओहो हामीले त यस्तो देखाएको थियौँ, राम्रो रहेछ यहाँ त, ल हामी हेर्छौँ भन्न मेयर साहबले, हाम्रो मेयर साहबले भन्नुभयो। भन्दाखेरि केही पनि अहिलेसम्म यताउता थाहा छैन बाबु, केही पनि भएन। मैले 2-3 पटक धेरै आलोचना गरेँ, उहाँहरूलाई धेरै बिन्ती गरेँ। त्यहाँबाट अस्तिमा यहाँ उहाँ राजीव शाहसित उहाँ प्रदेशमा पनि गएँ। त्यो केही हेरिदिनु पर्यो, त्यहाँ एउटा आसनहरू छैन, बस्ने कोही मान्छे आइबेला हाम्रो भक्तजनहरू आइबेला बस्ने ठाउँ छैन। त्यो ठाउँलाई अब त गराइदिनु पर्ला, बस्ने घर त्यो हेरिदिनु पर्यो। भन्दाखेरि हाम्रो त कता कता छ, हेरौँला भन्छन्। अब त्यो हेर्ने कहिल्यै पनि छैन, अहिले त्यत्तिकै छ बाबु। अब हेर्ने के भगवान्ले मन लाएर के हेर्नेले हेरिदियो भने अब त हुनै होला। त्यसरी हामी के गरौँ, यस्तै छ, गर्दैछौँ भन्दैछौँ, के गरौँ। हामीले आफ्नै सुन्न सङ्कल्प उठाएर पनि अब हामीले यस्तो व्यवस्थित गरौँ भन्ने एउटा मन भावना त हामी यस्तो भैली खेलिन। वडा पालिकाले पनि गरेको छैन, अब छैन, वडाले पनि गरेको, पालिकाको भूमि त भनिराखेका हुन्छौँ, भनिराखेका छौँ। अब कता यस्तो हाम्रो वडा अध्यक्षलाई हामीले पहिला कालीबहादुर हाम्रो अध्यक्ष भए बेला पनि धेरै भन्यौँ, त्यस्तो केही भएन। अहिले हाम्रो भीमबहादुर कार्की अध्यक्ष छन्, अब हामी भन्दैछौँ, भनेका छौँ हेरौँला भन्दैछौँ। अब हेर्ने यतिकैमा अब 2 वर्ष मात्रै छ, अब 2 वर्षमा कति हेर्ने थियो र के गर्ने थियो र, अब त्यो पनि आशा धेरै छैन। अब हामी भैली खैली खेलिन, त्यो भाँडासाँडा गराइदिन्छौँ, राखेका छौँ, त्यसो गरेका छौँ। अब त्यस्तो भए हुनाले अहिले के बाहिरबाट आएको पर्यटकहरूले हामीलाई केही गरिदिनुहुन्छ कि भन्ने ठुलो हामीलाई आशा
त्यही आशा भरोसामा छौँ। अब केही हुन्छ भनेपछि बाबुहरूले केही हेरदेख गरिदिनु खेला। हजुरहरूलाई अनुरोध छ, शिवजीहरूले पनि एउटा हजुरलाई दया भावहरूले हेर्नु होला, राम्रै होला भन्ने हामीलाई छ। अब अरू के बनाउँदा यस्तै हो। त्यसको लागि अब हामीले पनि त्यस्तै हजुरहरूले भनेको जस्तो कुराहरू त हामीले सुन्यौँ, तर हामीले त्यस्तो प्रत्यक्ष अहिले देखिया छैन। तर यहाँ आइसके अलिक कैफत गरी मन गरिन यहाँ शिव हेर्न गुफामा जान्छौँ भन्ने मान्छेलाई एउटा न एउटा ढङ्ग विढुङ्गै भइजान्छ। ढङ्गमा जाँदैन, विढुङ्ग हुन्छ। त्यस्तो लक्षण देखिरहेछ। त्यो भए हुनाले ओहो यो यस्तो यस्तो मान्छे रहेछ, यस्तो भएछ आज भन्ने हामीलाई एकदम त्यो त मनमा छ। हजुर हामीहरूको पनि छ, महिलाहरू पनि अहिले कोही बुढी बागेहरूले भन्छन् त्यस्तो भएका नजाऊ हेर, बस बाहिरैबाट हेर भित्र नजाऊ भन्छन्। हामी यहाँदेखि यता जुत्ता पनि माथि लिन्नौँ। अब त्यो गरिन हेरदेख गर्छौँ। अब त्यस्तै छ। अब यस्तो त अझै त सर्वहरू आउने। यहाँ एउटा महाराजीले भन्नुहुन्छ, एउटा 12 वर्ष बस्या महाराजीले एकचोटि आफू जाने मौका भयो गरे भित्र बाटो कस्तो आइयो गरे एकदम जात एरिया माटो नखाने डर लाग्दो त्यो राङ्गा जस्तो आएर गरे माथि एकदम मुन्टो हिँडेको गरे। त्यहाँदेखि आफू त केही मान्न गरे, ए शिवजी जो गर्छौ गर शिवजी भने गरे 12 वर्ष धुनी लगाइन जानु रह्यो। यही भित्रै ऊ बनाइदिएको थियो, मञ्च बनाइदिएको थियौँ त्यहाँ बस्ने। ती बस्नुहुन्थ्यो। महाराजीले भन्नुहुन्थ्यो यस्तो विखण्ड भयो भनेपछि यस्ता यस्ता देखिन्छन्, त्यहाँ एकदम प्रत्यक्ष शिवजी छन्, त्यो शिवजीलाई राम्रो गर्नु होला भने। एउटा हामीले के गर्यौँ मैले हुन्छ भने परार साल यो शिवरात्रिमा हाम्रा केटाहरू मस्तै आया नै यो ट्याङ्गो त यो माथि हान्ने ट्याङ्गो ऊ तल हान्नुपर्छ, सबैले देख्ने हुन्छ भन्न सबैले भने। अब एउटाको हाम्रो त केही लागेन, ल हान त गर भन्यौँ, त्यहाँ हान्यौँ। म 4 दिन भए थिएँ, मलाई त्यो केही होस पनि थिएन, केही थिएन। म मजाले घर सुत्याउ। त्यहाँबाट 4 दिन राति म 3 बजे आएर पछि म छुइनँ बाटो। म यहाँ यो आङ्गनमा आएको छु, यहाँ तल्लेर आङ्गनमा आएँ। आउँदाखेरि यतै बाटो हिटी बाटो एउटा यत्र त लटा छरेका बच्चा, त्यस्तै बाबुहरू जस्ता बच्चा एकदम यता बाटो आया। हेर बाबु तिमीले यो ट्याङ्गो तल हान्ने होइन, यो ट्याङ्गो त माथि हान्ने हो, तल हान्न हुँदैन भन्ने यस्तै गरी मलाई औँठो ठर्याए त्यो बच्चाले। पछि मैले यस्तै गरी भने महाराज मैले त ठराएँ, अब महाराजै हुन् यिनी त शिवजी हुन् भन्ने लाग्यो र महाराज मैले त माथि भने आउँ हामी छिमेकीले 1-2 जनाले अब भन्दै मानेन। समझदेखि केही लाग्दैन, समझले गर्दाखेरि तलै हान्नुपर्छ, जताकतै हेर्नुपर्छ भन्ने त्यस्तो भए हुनाले तल हान्ने हो ट्याङ्गो। अब यस्तो यस्तो भएन हो महाराज भने, ए बाबु ट्याङ्गो माथि हाने आएर तल हान्न हुँदैन भने। त्यत्तिकैमा हराइयो। त्यहाँलाई घाम लाग्यो, कस्तो मजा थियो। पहिला त बिउतिर त घर खट्यामा सुत्याउँछु, अब किरा यस्तो अचम्म देखेँ भने पछि उहाँहरूलाई भने मैले सबैसित। पछि फेरि पछि अर्को ट्याङ्गो बनायौँ र माथि हान्यौँ। हामीलाई राम्रै छ अहिलेसम्म, केही विकृति छैन। यो बजेट हामीलाई जिल्ला विकासले 4,80,000 रुपियाँ दिएको। हजुर 4,80,000 जिल्ला विकासमा एउटा सिडिओ साहब भएन आउनु भएको थियो, हाम्रै चिनिया मान्छे, उहाँसित म गएँ। त्यही बेला म अध्यक्ष भएको थिएँ। गएर ओहो बुवा म त त्यहाँ गएको छु, हाम्रो ए बाहुनसँग हेडमास्टर हुनुहुन्थ्यो त्यो बेला, त्यही बेला हेर्नु भयो। त्यो भए हुनाले एउटा चन्द्रबहादुर केसी हो कि क्या हुन्थ्यो नि नाम बिर्सियो भने भन्नुभयो। त के गरौँ हजुरले, अब हजुर एउटा हाम्रो चिनेको मान्छे आउनुभयो, अब हजुरले केही हेरिदिएपछि दया लागेपछि हामी गराउँछौँ भन्यौँ र ल 4,80,000 रुपियाँ हालिदिनु भयो। उहाँले हालिदिनु भयो र त्यहाँबाट यो सिली केही थिएन, काठको बनाएन, माथि जान्थ्यौँ काठमा यस्तो गरेर, कोही मान्छे लोड्ने बुढाबुढी जानै नसक्ने थियो। त्यहाँबाट त्यो 4,80,000 रुपियाँ ल्यायौँ र तलबाट त्यहाँ सिली बनाउँदै त्यहाँ ल्यायौँ। पछि यतापट्टि अन्त सिली बनायौँ, पुगेन पैसा। अब त्यत्तिकैमा बल्ल हामी समितिले 1 पैसा त्यो उठाएनौँ, भाडा उठाएनौँ। त्यो गयो आएको केही उठाउने, अब पैसा पुग्दैन, के गरी पुग्ने। हाम्रो त शिवजीले हेर्छन् भन्यौँ हामीले 1 रुपियाँ खर्च बाहिर नगरेर यो सिली बनाएको हौँ बाबु, सिली बनाएको हौँ, राम्रो भएको छ।